जोसँग हिजो जुत्ता किन्ने पैसा थिएन उसैले फुटबलको गोल्डन बुट पायो। एउटा यस्तो केटो जसको बाल्यकाल गरिबी र सहरको झगडाका बीच बित्यो। घरमा पैसाको यति धेरै अभाव थियो कि फुटबल सिक्न जाँदा उनीसँग आफ्नै जुत्तासम्म थिएन। उनी आफ्ना बाबुको पुराना र निकै ठूला जुत्ता लगाएर खेल्थे। जुत्ता खुकिलो भएपछि भित्र कपडा कोचेर मैदानमा कुद्थे। तर उनको कोठाको भित्तामा एउटा पोस्टर थियो, क्रिस्टियानो रोनाल्डोको। तिनै रोनाल्डोलाई आफ्ना गुरु मानेर सहरको अशान्तिलाई बिर्सिँदै अगाडि बढेको त्यही केटो आज विश्व फुटबलकै सबैभन्दा डरलाग्दो खेलाडी बनेको छ। उनी हुन् किलियन एम्बापे। सन् 2022 को विश्वकप फाइनल जब फ्रान्स र अर्जेन्टिना आम्ने सामने भए सारा संसारले भन्यो यो दुई देशको खेल होइन, यो त मेस्सी विरुद्ध एम्बापेको महायुद्ध हो। खेल सुरु भयो। 75 मिनेटसम्म अर्जेन्टिनाले खेललाई एकतर्फी बनाइसकेको थियो। मेस्सी र डिमारियाको जादु चल्दा अर्जेन्टिना 2-0 ले अगाडि थियो। खेल यति बोरिङ भइसकेको थियो कि अर्जेन्टिनाका फ्यानहरूले त मेस्सीलाई बधाई दिने पोस्टरहरू निकालेर खुसी मनाउन थालिसकेका थिए। सबैले सोचे खेल सकियो, तर उनीहरूले बिर्सिएका थिए मैदानमा एउटा निदाएको सिंह अझै बिउसिन बाँकी छ। खेलको 80औं मिनेट अर्जेन्टिनाले एउटा गल्ती गर्यो र फ्रान्सले पेनाल्टी पायो। एम्बापेले बल प्रहार गरे, गोल। खेल 2-1 भयो। तर असली जादु त अर्को मिनेटमा देखियो। ठीक 57 सेकेन्डपछि एम्बापेले यस्तो शानदार गोल गरे कि सिङ्गो रङ्गशाला नै स्तब्ध भयो। खेल 2-2 को बराबरीमा पुग्यो। उनको स्पिड यति तीव्र थियो कि मान्छेहरूले गुगलमा उसेन बोल्ट र एम्बापेमा को बढी छिटो कुद्छ भनेर खोज्न थाले। अर्जेन्टिनाका फ्यानहरूको खुसी पलभरमै हरायो। खेल अतिरिक्त समयमा पुग्यो। 108औं मिनेटमा मेस्सीले फेरि गोल गरेर अर्जेन्टिनालाई 3-2 को अग्रता दिलाए। लाग्यो अब त अर्जेन्टिनाले पक्का जित्यो। तर एम्बापे कहाँ हार्नेवाला थिए र। खेल सकिन 10 मिनेट बाँकी छँदा उनले फेरि गोल गर्दै विश्वकप फाइनलमा ऐतिहासिक ह्याट्रिक लगातार 3 गोल पूरा गरे र खेल 3-3 बनाए। अर्जेन्टिनाका चर्चित गोलकिपर मार्टिनेजलाई समेत एम्बापेले एक्लै पानी पिउन बाध्य बनाए। पेनाल्टी सुटआउटमा फ्रान्सका अरू खेलाडीहरू चुकेका कारण फ्रान्सले विश्वकप त गुमायो। तर एम्बापेको 3 गोलले पनि टिमलाई बचाउन सकेन। उनी रोए होलान्, तर उनले संसारभरिका मानिसको मन जिते। उनले प्रमाणित गरिदिए कि उनी लामो रेसका घोडा हुन्। एम्बापेको जीवनबाट हामीले सिक्नुपर्ने एउटै कुरा के हो भने जबसम्म तपाईँ पूर्ण रूपमा हार्नुहुन्न तबसम्म हिम्मत नहार्नुहोस्। परिस्थिति जतिसुकै खराब होस्, यदि तपाईँमा एम्बापेको जस्तो आँट छ भने तपाईँले हार्दा हार्दै गरेको खेललाई पनि बराबरीमा ल्याउन सक्नुहुन्छ। किनभने इतिहासले जित्नेलाई मात्र होइन, विजेतालाई कडा टक्कर दिने वीरलाई पनि सधैँ सम्झिरहनेछ।